नरहे नेपाल नरहे नेपाली नेपाल रहे नरहे खोइ के भन्छ नि हाम्रो एकैछिन बक्सै कस्तो आशा आयो भने छेत्री कस्तो राम्रो लाग्यो क्या मलाई यो नेता क्षेत्रको स्यालेरी छोड्दिउँ ल नराख्दिउँ यिनीहरूको है यिनीहरूको मन्त्रीहरूको कसैले त्यो अनि गाडी लाइनै हुन्छ ट्याटारा टुट्टु गर्छन् पाएन अब तिनीहरूले कसैले नि गर्न पाएन हैन कसैले पाएन अब यो नेपाली जनताको राज हो क्या यो नगर्न भने म यहाँ बस्छु डिस्टर्ब गर्न म नेता हो हामी नसुकै अनि लास्टमा संविधान परिमार्जन गर्ने यसलाई किनभने अब तपाईको कस्तो हुँदो रहेछ भने मैले बुझेको छ भाइ यति राखेर त अनि त्यो अफिसियल मागहरू त आउला कि ल म लास्टमा गरिदिइहालेँ है यो चाहिँ तपाईँको कस्तो हुँदो रहेछ अब कतिजना बुझ्दैन क्या यो कुराहरू होइन अफवाह फैलाइदिने क्या अनि यो अलिअलि बुझाउनु पर्छ होइन म यहाँ भाषण दिन आएको त होइन नि त होइन तपाईँहरूलाई होइन सो मैले बुझाउनु खोजेँ सबैजनालाई यो तपाईँको संविधान चाहिँ तपाईँको पुरै भयो भने होइन हामीले अब खारेज गरिदिउँ भने चाहिँ तपाईँको विदेशी हस्तक्षेप हुँदो रहेछ हुन सक्दो रहेछ भन्ने कुराहरू भयो क्या होइन त्यही भएर यसमा चाहिँ अब सपोज तपाईँले एक तलाको घर बनाउनु भएको छ अब मलाई घर बनाउनु पर्यो भने तपाईँ एक तला घर डाङडुङ भत्काएर तपाईँले अर्को घर बनाउन हजुरलाई कति समय लाग्छ खर्च लाग्यो रिसर्च चाहियो होइन हरेक कुरामा तपाईँको खर्च चाहियो एफर्ट चाहियो म्यान पावर त्यही अनुसारमा चाहियो त्यो हो नि त अब 2 तल्ला बनाउँ न यसलाई बरु झ्याल स्यालमा पेन्टिङ गरौँ होइन राम्रो राम्रो बनाऊँ त्यत्रो खर्च भएको छ होइन हाम्रो पैसा हो नि त्यो त हामीले बुझ्नुपर्छ नि त होइन त्यत्रो खर्च भएको छ त्यसलाई सबै मिलाएर पोतपात गरेर अब एउटा राम्रो घर बनाउने राम्रो नेपाल बनाउने